व्हाट्सएप गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आज चाहिँ हामी लास्ट सैटरडेमा बाबाको छुट्टी भएर यहाँ अब बाहिर माझीगुनातिर हिँडेको। यहाँ बाटोमा छौँ डाँडातिर। यस्तो छ। अनि अब चाहिँ म माझीगुना पुगेपछि भ्लग बनाउँछु। अब कन्टिन्यू गर्छु गाइज। अहिले चाहिँ हामी बाटोमै छौँ। गर्मी भइरहेछ, हावा आइरहेछ, नाइस छ। माझीगुना गएपछि बनाउँछौँ है त गाइज। अब चाहिँ हामी माझीगुना आइसकेको छौँ। मलाई किन हँसा लागिरहेछ। मलाई अस्ति नै देखिन हँसा लागिरहेछ। उता चाहिँ खोला छ। सरी ल गाइजहरू। एक्सक्युज मी गाइज। उता ताल छ खतरा। अब माझीगुनामा चाहिँ खतरा सामान माछा पाउँछ। अब खाने हो। अब गाइज खतरा। यताबाट देखाइदिएँ मैले त हजुरहरूलाई। फेरि गीत गायो भने कपिराइट लाग्छ गाइज। वाट अ भ्यू। क्यामेरामा त्यस्तो देखेको छैन होला, रियल लाइफमा चाहिँ त्यस्तै देखेको छ। अब चाहिँ गाडी पार्क गर्न लाग्यो। त्यो बाइकहरूले कसरी निकाल्छ त गाइज? अब चाहिँ झर्ने है गाइज। अब चाहिँ हामी आइसकेका छौँ। दादा तल गइसक्यो। अब हामी पनि तल जानु लाग्यो होइन। ताल यतापट्टि छ, म यतापट्टि छु। मम र बाबा त्यता पनि हुन्छ। यहाँ मम हुन्छ, यहाँ बाबा हुनुहुन्छ। म चाहिँ गइरहेको छु। आहा कस्तो शीतल हावा आएको कि। यहाँबाट जाने रहेछ। यताबाट जाने होइन। तालको छेउ यतैबाट जाने हो। यतैबाट जाने हो कि। हेर्नु गाइज। बाटो मात्रै धेरै देखि यसो गर्न यसरी टक्क यसरी। मैले देखाएको छैन होला त मामु। हामी हिँड्दैछौँ। यतापट्टि ताल छ। यति राख्नु गाइज। उतापट्टि बोटिङ गरिरहेको छन्। अनि हामी चाहिँ यता छौँ। मसँग हुनुहुन्छ दादा र बाबा एउटै ठाउँमा हुनुहुन्छ। यहाँ चाहिँ गर्मी भइरहेछ। धुम्पताल त्यो तालमा गएर स्विमिङ गर्ने हो। गरिहाल्यो नि माझी कुनामा गएर। मेरो हात दुइसकेको छ। फोकस गर्नुहोस् न। दिनु गएछ मोबाइल टिभी सँगसँगै हेर्नु भएको त्यही भएर आफू भनेको। ओ माई गॉड। गाइज गीत गायो भने कपिराइट लाग्छ। लगाएको त मार्को है त सर। के किन लगाउनु भएको त? हिँड्नु अब दम गाइज 1 मिनटको अहिले भर्खरै बनाएको 1 मिनटको भइसकेको छ। अब एकछिनपछि तल पुगेपछि बनाऊँ है त। गाइज अब सब चिज खाएर भइयो। खाने बेलामा बनाउनु पर्ने रहेछ। आउने बाँकी छ खानेकुरा। चटपट साधेको भइयो। पिनट साँधेको यहाँ। पिनट साधेको छ। कसरी खाएको थिएन होला यो मेरो लागि मगाएको रेड बुल। दुवैजनाले। दादा पनि म्याच्योर भइसक्यो। हाँसिरहेको छ दादा। के भयो म्याच्योर? बाबा यहाँ हुनुहुन्छ। म पनि म्याच्योर हुँदैछ तर म म्याच्योर भएकै छैन। गाइज हेर्नु है त। यो कुन होटल हो मलाई त्यसको नाम चाहिँ थाहा छैन। मम्मी यो समात्नु त क्यामेरा। मलाई देखाउनु त। कसरी मिठो कसरी राख्दै थियौ? मुख कसरी खाँदो रे तिमीले मिठो खानेकुरा? घरको तरकारी मात्र पिरो हुन्छ मेरो कान्छो छोरालाई।
तर यहाँ यस्तो खोर्सानी हाल्छ नि पिरो हुँदैन स्विजरल्यान्ड हाम्रो नेपालको ब्लगर भाइ गाइज माझी कुनाको बार्बिक्यू माछा खोल्न आँटेको बार्बिक्यू माछा खोल्न आँटेको है माझी कुनाको विशेष थाहा होइन खान्छ हेर्दै खाम खाम जस्तो लागिसक्यो दुईटा पो हुँदो रहेछ त्यहाँ हामीले ठुलो एउटा भनेनौँ नि त वाउ यता फर्काउने एउटा घोप्टाउनु त त्यो झोल पहिला यहाँ पाकेको छ त्यो माछा खायो ल मेरो माछा माछा त मिठो हुन्छ नि माछा मन नपराउने झोल हाल्नु मिल्दैन यहाँ भात राखेर खानु धेरै पिरो बनाइदिएछ हजुर यसो रफल खाएर खानु एउटा राखिदिउँ कहाँ हुँदैन देखो देखो गाइस पहिला यो देखो खानु देखो त यहाँ राख्नु अनि होइन अर्को एउटा प्लेट मगाऊँ न वाटर भ्यू गाइस देखो देखो गाइस अब खाएर भेट्ने एउटा प्लेट ल्याइदिनु सो गाइस यो भिडियो चाहिँ लास्टै लामो भइसक्यो है यो भिडियो चाहिँ आज यहीँ एन्ड गरौँ अर्को भिडियो आउँछ अब एकछिनपछि ल बाई बाई गाइस लाइक सब्सक्राइब गर्नु ल बाई बाई